घरमा अस्ति लड्डु ल्याउँदा चाहिँ एक्लै एक्लै खाए मलाई देखाइ अनि मेरो चिरीमा लानु खोज्छु यसलाई हामीले कराउनु हुन्न अनि त अनि यसलाई झन् 2.5 रुपियाँ परे छ्या के हेरेको होला हौ यसरी रिस उठ्ने त्यही भएर जिन्दगीमा गलत काम भन्ने गर्नुहुन्न गलत सोचाइ गलत काम गर्यो कि त्यो पक्कियो क्या पुरै भक्कर देख्दै त्यो भनेर मैले गाह्रो कस्तो बिग्रेको थियो नि त मेरो त्यही भएर कस्तो सक राखेँ भन्दा हेलो गाइज म चाहिँ आलु र चना वाले खानुहोस् बाबु अनि आलु खानुहोस् न ढिलो भयो इग्नोर हाम्रो बहिनी हेर्नु कति राम्रो आजको फुलकुमारी तिम्रो नाम के हो हजुर के नाम फुलकुमारी भन्नु न नक्कली कुमारी मेरो भात हजुर भाते के माने मेरो आलु कुमारी अनि तपाईको मेरो चना कुमार हो मेरो चम्चले कुमार ला झरे हाम्रो खाना खानु हामी खाँदैनौँ आलु भक्कर सक्कु लाने कता गइछ है यता कतातिर खानु भा भित्र खानु के दिएर म गएर खुदै आएको त सबै आयो अले ल खान्छ फेरि ल झर्छ नि त्यसको हो कि अरूको मुख घोसेर खाएपछि त्यस्तो हुन्छ है त्यही भएर जिन्दगीमा गलत काम भन्ने गर्नुहुन्न गलत सोचाइ गलत काम गर्यो कि त्यो पक्कियो क्या पुरै भक्कर देख्दै यो मैले खोसेर खान लगाएको भुइँमा खर्छु है गाइस उहाँले ए बिबेको खिच्ने हो माथि जाऊ है बिबेक बिबेक छैन विवेक विवेक छैन अझ गीत गाउँदै को त तिमी अनि विवेक नभए यति यसो हो तिमी फेरि साकर चाहिँ गर्छौ आया साच्चै हाल्दै त किन हालेको रे यसरी मलाई चाहिँ दुख्दै काला हजुर अनुहार के रे किन खानु मेरो गाला त्यो भनेर मैले गाह्रो कस्तो बिग्रेको थियो नि त मेरो हजुर। त्यही भएर कस्तो सक राखेँ भन्दा भाइ नर्मल छैन गर न आया साच्चै हाने मलाई आन्जे गरौँ गुरु गरौँ फुर्सद छैन यार एउटा तल एउटा मलाउँछ है ल म बाँधिदिन्छु अनि तर म उजेलीबाट हिँड्नुपर्छ के गाउँमा है त्यो रिते छ नि रितेको घरमा रिबन नकिनेर रोएर मर्नै लाग्छ समातै म बाँधिदिन्छु अनि माथि बाँध्दैन भएन पहिला म खेतिर लबड हेर्दै छ नि वाउ कस्तो राम्रो हेर्दा अहिले मेरो आमा आयो भने फेरि मार्छ तँ लोभी हो नाइ कि मेरो आमा आयो भने मार्छ छ्या मान्छेलाई आँख मात्रै देखाउँछु छ्या नभन्न के भन्नु त उसको घरमा अस्ति लड्डु ल्याउँदा चाहिँ एक्लै एक्लै खाए मलाई देखाइ अनि मेरो चिरीमा लानु खोज्छु यसलाई हामीले कराउनु हुन्न अनि त अनि यसलाई झन् 2.5 रुपियाँ परे हो खुबै तँलाई त्यतिकै आउँछ 2.5 रुपियाँ मेरो आमाले लोभिनी एक नम्बर कि लोभिनी छ यस्तै भनेको उसको घरको लड्डु चाहिँ अस्ति एक्लै एक्लै खायो अनि अझ मलाई होइन आमाले कराउनु हुन्छ अनि मलाई त कराउँछन् मेरो मम झन् कति छुट्छ अस्ति तँलाई भुताले गर्नु कस्तो राम्रो देखेको होला है मलाई त हेर्न नाच्न त किन हो र यस्तो गर्छस् किन हाँस्न अनि सुन न मालती होइन के अरे आज के भयो थाहा अब खासमा भन्दा त अब यो हाँसेर सुनाउने कुरा त होइन है तर पनि बिरे छ नि बिरे चिन्छस् नि बिरे चाहिँ हाम्रो घरमा आएको के है अनि भोक लाग्यो भन्दै आयो अन्त म त अनि घरमा खाना बनाइराखेको खाना बनाएर भन्दा नि खाना चाहिँ थियो कि घरमा